जे गर्न नि तयार, एक्लै जितिन्छ भने एक्लै लड्ने, हारिन्छ भने गठबन्धन छँदैछ नि, हारिन्छ भने गठबन्धन छँदैछ नि। हो त्यसैले त मलाई मेरो देश मनपर्छ, हो त्यसैले त मलाई मेरो देश मनपर्छ। कस्तो क्षमता हो त्यो, हिजै सत्तामा रहेर गर्दै नगरेको विकास भोलि फेरि सत्तामा गएर गर्छु भन्ने मन्द मुस्कानका साथ सुन्न मसुन्डहरू वरिपरि हात जोड्दै भोट माग्ने अपार क्षमता, के भनौँ म निर्लज्जता कि अपार क्षमता, के भनौँ म निर्लज्जता कि अपार क्षमता। हो त्यसैले त मलाई मेरो देश मनपर्छ, हो त्यसैले त मलाई मेरो देश मनपर्छ। कस्तो ठगबन्धन हो यो, देश विकासमा गठबन्धन नहुने, चुनावी विकासमा गठबन्धन हुने। कोसँग मिल्दा चुनाव जितिन्छ भन्ने थाहा हुने, के छ र मिल्दा नजिते, के छ र मिल्दा नजिते। बिटो छँदैछ नि, बिटोले पनि काम नगरे केही छैन, बिटोले पनि काम नगरे केही छैन। मतपत्र च्यात्न साट्न मिलिहाल्छ नि, मतपत्र च्यात्न साट्न मिलिहाल्छ। निर्वाचन आयोगको के नै लाग्छ र, अर्थ मन्त्रालय पनि आफैसँग, गृह मन्त्रालय पनि आफैसँग, निर्वाचन आयोग त पङ्गु भएकै त हो नि। हो त्यसैले त मलाई मेरो देश मनपर्छ, हो त्यसैले त मलाई मेरो देश मनपर्छ। हाम्रालाई होइन राम्रालाई रोजौँ, हाम्रालाई होइन राम्रालाई रोजौँ, सुनिया आएकै त हो नि, सुनिया आएकै त हो नि। तर के गर्नु, हाम्राको माया लाग्दो रहेछ। जस्तो भए पनि हाम्रालाई जिताउन कहाँ पछि परिन्छ र। हो त्यसैले त मेरो देश यस्तो छ, हो त्यसैले त मेरो देश यस्तो छ, हो त्यसैले त मलाई मेरो देश मनपर्छ, हो त्यसैले त मलाई मेरो देश मनपर्छ। कस्तो मनोविज्ञान है, कस्तो अहम क्षमता। बाहिर झगडा गरियो, एकअर्कालाई दोष लगायो, कार्यकर्ता भिडायो, भित्रभित्रै मिली खायो। हो त्यसैले त मलाई मेरो देश मनपर्छ, हो त्यसैले त मलाई मेरो देश मनपर्छ। र यो सँगसँगै एउटा मेरा बा भन्ने कविता मैले यस अगाडि पनि इसासको मञ्चबाट वाचन गरेको थिएँ। यो कविता चाहिँ लक्ष्मण गामनामेले रचना गर्नुभएको हो।